अर्क साम्पाङलाई देख्दा अचम्म लाग्छ मलाई के भन्छन् मलाई विरोधीहरूले विरोध मात्रै गर्छन्, विरोध मात्रै गर्न जानेछन् भन्छ है। एउटा यसले भिडियो हाल्योस् कि स्ट्याटस हाल्योस् कि लाइक आउँछ 5-7 हजार है, कमेन्ट आउँछ 2-3 हजार। 2-3 हजारमा पनि त्यो कमेन्ट हेर्ने हो भने अधिकांश यो खाते, यो भात मारा, यो अब के हेरिसाध्यै हुँदैन के यसो कमेन्ट क्युआर के यसो कमेन्ट हेरिसाध्यै हुँदैन। त्यसमा पनि तपाईँको 1-2% मात्रै होला अर्क साम्पाङलाई सपोर्ट गर्ने भनेको, अरू सबै विरोध गर्ने मात्रै छन्। अनि यिनका समर्थनहरू चाहिँ कहाँ गए के? कम्तीमा पनि अर्क साम्पाङले पोस्ट गरेको भिडियो अथवा स्ट्याटस जेमा भए पनि कम्ती नि सपोर्ट त गर्नुपर्छ नि, कोही पनि छैन समर्थनहरू। त्यो देख्दा चाहिँ बडो अचम्म लाग्छ। त्यही पनि किन हर्केले लुई दिनको 30-35 वटा स्ट्याटस र भिडियो हाल्छ भन्ने कुरोमा चाहिँ म जिल्ल पर्छु, अचम्म पर्छु। यो अर्क साम्पाङ नेता होइन के, मलाई नेता त फिटिक्कै हुँदै होइन जस्तो लाग्छ। यो नेता पनि होइन, केही गर्छु भनेर आएको पनि होइन। यो अहिले फेसबुकको कन्टेन्ट क्रिएटर जस्तो लाग्छ हो अहिले अर्क साम्पाङ। जसरी होस् फेसबुकबाट पैसा कमाऊ भन्ने धन्दामा लागेछ कि जस्तो लाग्छ। विरोध गरे नि पैसा आइहाल्छ, सपोर्ट गरून् नगरून् मतलब छैन। त्यही भएर उसले बाल नदिकन जसरी होस् पैसा कमाउने उद्देश्यले फेसबुक क्रिएटर बनाए हो कि जस्तो लाग्न थालेको छ है यो हर्केको पारा देख्दाखेरि। अर्क साम्पाङलाई देख्दा अचम्म लाग्छ मलाई के भन्छन् मलाई विरोधीहरूले विरोध मात्रै गर्छन्, विरोध मात्रै गर्न जानेछन् भन्छ है। एउटा यसले भिडियो हाल्योस् कि स्ट्याटस हाल्योस् कि लाइक आउँछ 5-7 हजार है, कमेन्ट आउँछ 2-3 हजार। 2-3 हजारमा पनि त्यो कमेन्ट हेर्ने हो भने अधिकांश यो खाते, यो भात मारा, यो अब के हेरिसाध्यै हुँदैन के यसो कमेन्ट क्युआर के यसो कमेन्ट हेरिसाध्यै हुँदैन। त्यसमा पनि तपाईँको 1-2% मात्रै होला अर्क साम्पाङलाई सपोर्ट गर्ने भनेको, अरू सबै विरोध गर्ने मात्रै छन्। अनि यिनका समर्थनहरू चाहिँ कहाँ गए के? कम्तीमा पनि अर्क साम्पाङले पोस्ट गरेको भिडियो अथवा स्ट्याटस जेमा भए पनि कम्ती नि सपोर्ट त गर्नुपर्छ नि, कोही पनि छैन समर्थनहरू। त्यो देख्दा चाहिँ बडो अचम्म लाग्छ। त्यही पनि किन हर्केले लुई दिनको 30-35 वटा स्ट्याटस र भिडियो हाल्छ भन्ने कुरोमा चाहिँ म जिल्ल पर्छु, अचम्म पर्छु। यो अर्क साम्पाङ नेता होइन के, मलाई नेता त फिटिक्कै हुँदै होइन जस्तो लाग्छ। यो नेता पनि होइन, केही गर्छु भनेर आएको पनि होइन। यो अहिले फेसबुकको कन्टेन्ट क्रिएटर जस्तो लाग्छ हो अहिले अर्क साम्पाङ। जसरी होस् फेसबुकबाट पैसा कमाऊ भन्ने धन्दामा लागेछ।